हेलो वेलकम टु पञ्चासे ब्लग सबजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा जोडिने हुने टिकटकमा जोडिने हुने फेसबुकमा जोडिने हुने सबैजनालाई धेरै धेरै धन्यवाद छ। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। तपाईँहरू जापान आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँलाई एकदमै धेरै काम लाग्न सक्छ। धेरैजनाको प्रश्न जिज्ञासा थियो, आज चाहिँ म तपाईँहरूको जिज्ञासा चाहिँ मेटाउन गइरहेको छु। तपाईँ जापानमा पढ्ने स्कुल कुन हो भनेर चाहिँ धेरैजनाले सोध्नुभएको थियो र कुन ठाउँमा हुनुहुन्छ भनेर। म चाहिँ टोकियो नजिकै रहेको इबाराकी प्रान्तमा पढ्थेँ होइन। म पढ्ने स्कुलको नाम चाहिँ न्यु एन्ड ओल्नेस स्पोर्ट्स युनिभर्सिटी हो। कतिजनालाई थाहा होला, कतिजनालाई थाहा नहोला होइन। यो युनिभर्सिटीमा चाहिँ प्रायःजसो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन। अनि आज चाहिँ हाम्रो नियङ्गो गएको चाहिँ आजदेखि भ्याइयो। आज चाहिँ सोचेको थियो अनि भर्खर प्रोग्राम सकेर आइयो र गएकोले अब तपाईँहरूको लागि भनेर यहाँ एउटा 1000 रुपियाँको कुपन पनि दिएको छ होइन, खाजा खर्च खानु भनेर। अनि यहाँ एउटा पेपर थम्माइदिएको छ है। त्यस्तै छ। अब 18 महिनाको प्रगति भनेको यही हो है। त्यस्तै छ। तपाईँहरूको पनि सोचेको भइसक्यो होला कतिजनाको है। यदि तपाईँहरू पनि इबाराकी केन्द्रतिर आउँदै हुनुहुन्छ र भने हामीलाई फलो गर्नुहोला, लाइक गर्नुहोला। तपाईँहरूको केही जिज्ञासा छ भने चाहिँ कमेन्ट पनि गर्न सक्नुहुनेछ। धन्यवाद। जय देश जय राष्ट्र।